हेलो एभ्रिवान, आज चाहिँ हामी पाल्पा गाउँघरको इको फार्म हाउस घुम्न जान लाग्यो है। सबजना फ्यामिली भएर घरबाट निस्क्यौँ। हामी गाडी चढ्यौँ। उहाँ चाहिँ हाम्रो आजको ड्राइभर, हाम्रो नानी सुप्रिया। हाम्रो लेडी यङ ब्युटिफुल ड्राइभर हेर्नुहोस् है, हाम्रो नानु। अब हामी सिद्धबाबा हुँदै आएको नि, झरना ब्युटिफुल पहाड। सिद्धबाबा आइपुग्यौँ। पनि त गर्दैनन् के त भिडियो गराउँदै कस्तो राम्रो देख्छु। वाउ, यहाँ हेर माथि अब चाहिँ हामी हावा खान आयौँ है। हेर्नुहोस्, रमाइलो, हल्का रमाइलो। यो हो नि त रमाइलो। अगाडि राखेर सबको पिक्चर के त्यो स्ट्यान्ड लगाऊ। सालीको हो कस्तो राम्रो सिराको हो। यो बाटो यो स्यान्डविल कति मिलेछ हावा लाग्यो है। वहाँ पुगेछ छोड्नु फेरि उडाउँदाखेरि भिरबाट जस्तै लाग्यो। रानी सिंहका ग्यास्ट्रिकको औषधि ग्यास्ट्रिकको औषधि यसरी हामी पहाड जाँदै लिएर आएर हो। अस्ति सम्झना दिदीले पनि भात सेवार ल्याइदिनु थियो। फिसिङ, योगा, बार्बिक्यू सबै रहेछ है गाइस। फोटो त एउटा दुईजना चाहिँ खिच्यो क्या टाइम चाहिँ हुन्छ। हेर्नुहोस् राम्रो राम्रो मेडिटेसन
धन्न मैले पनि यो खाइछु लास्टमा होमस्टे होला होमस्टे आउन खोज्दै छ कि यहाँ होमस्टे थाकेर बसेछु यहाँ कोही त्यहाँ फिसिङ गरेर देख्नु भयो त्यहाँ लेखेछ क्या अब चटनी पनि छुट्टै ल्याउनु होला है खाना ल्याउँदा खटिया खाना आयो भेज खाना यहाँ होइसिन्छ भेली यति मुस्किलले फोटो खिच्ने हो यही क्यामेराबाट हेर्नुहोस् हेर्नुहोस् त आन्टी सरी कस्तो लागिरह्यो यो क्यामेराबाट कति रुपियाँको रिल हो यस्तो तुम्बा तान्न लाउनु फोन हो हेलो किन आएन पानी पऱ्यो कहाँ पुगेर आउनुभयो त्यो कहाँबाट लिनुभयो त हजुरले किनेर लिनुभयो स्याउ के हो यो किनेर हैन चोरेर सम्झना दिदीसँग मगाएर ल्याइदिन कस्तो नि भारतीबाट अब चाहिँ हामी चाहिँ रिटर्न हुन लाग्यो है घरतिर जाममा पर्यो हामी धेरै बाटोमा फेरि एक्सिडेन्ट परेको रहेछ घर पुग्दा त राति भइसकेको थियो 1 घन्टापछि जाम खुल्यो र अनि हामी फेरि घरतिर लाग्यौँ आजलाई हाम्रो यति छ है भिडियो बाई बाई एभ्रिवान प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनु होला सबैले